नेपाली कति परेर त नेपाली 1100 गाइस यहीँनिर हो म कपाल काट्न आउने चाहिँ आउनुभयो यही हो सो छिर्नेछु भित्र देख्न सक्नुहुन्छ कपाल यस्तो भएको छ अहिले चाहिँ कालो अन्डा यो कालो अन्डालाई कति महँगो पर्छ खुमी फेरि हेलो गाइस गुड मर्निङ वेलकम टु माई न्यू भ्लग सो गाइस तपाईँले देख्न सक्नुहुन्छ मेरो कपाल यति लामो भइसकेको छ अनि सबैजनाले कपाल किन नकाटेको भनेर मलाई भन्या पनि छ अनि त्यही भएर गाइस म चाहिँ आज कपाल काट्न जानेछु देख्न सक्नुहुन्छ अहिले चाहिँ म रुममै ओछ्यानमै छु अनि म चाहिँ भर्खर उठेको आज चाहिँ मेरो छुट्टी थियो अनि सो गाइस अब चाहिँ म किचनतिर गएर खाना बनाएर खाना पकाएर खाना खाएर जानेछु सो गाइस म चाहिँ अब किचनतिर लाग्नेछु खाना बनाउनलाई देख्न सक्नुहुन्छ हाम्रो किचन खाना पनि पसालिदिइसकेको छु मैले चाहिँ दाइहरू नि आउनु भएको जस्तो छ सो देख्न सक्नुहुन्छ हाम्रो दाइहरू आइसक्नु भएको छ कहाँबाट ओ हाम्रो ताईले चाहिँ यो प्यान्ट हिजो भर्खर किनेको नेपाली कति परेर त नेपाली 1100 आमामा फेरि ताई त यस्तो महँगो चिज लाउनुहुन्छ नि होइन सो ताईहरू चाहिँ यहाँ चौचो बनाएर खाना लाग्नु भएको रहेछ देख्न सक्नुहुन्छ यस्तो पिरो हुन्छ यो चौचो चाहिँ यो अचार भन्दा पनि यो चौचोको पिरो चाहिँ यो सस रहेछ यो सस त यस्तो पिरो हुँदो रहेछ अनि मैले चाहिँ अस्ति एउटा यो हालेर खाइदिएको खानै नसकेर फालिदिएको यता पुरै ब्यास रेडी बनाएर राखेको छ हक्कुबाई के छ कहाँ गाडेको यो कपाल म नि अब कपाल काट्न जाउँ भनेको त्यो इन्डियाकोमा आज खुल्छ कि खुल्दैन खुल्छ जानु म एकछिन खाना खाएर जान्छु अब सो गाइस म चाहिँ अब खाना खाएर जानेछु त्यो नि हो हुन त के छ र अब गएर काटिदिने सो यता देख्न सक्नुहुन्छ पानी तताउँदैछ मेरो खानाहरू पनि के भइरहेछ चामल सकेछ आज किन्न जानुपर्छ पाकिसकेछ पुरै सो हाम्रो तरकारी यता फ्रिजमा छ ओइ के गरेको अहिले चाहिँ ताईहरू खाना बनाउँदै रहेछ भर्खर होइन चौचौ बनाउँदैछ अनि त्यही भएर म चाहिँ एकछिन माथि आइदिएको किनकि ताईहरू त फेरि खाएर काममा जानुपर्छ नि त मेरो चाहिँ छुट्टी छ त्यही भएर म चाहिँ फेरि ताईहरू खाइसकेपछि खानेछु त्यसपछि जानेछु सो ताईहरू चाहिँ यहाँ खाँदै हुनुहुन्छ म चाहिँ यता रेडी बनाएर राखेको छु मेरो चाहिँ अब चाहिँ म पनि खानेछु त्यसपछि साइकल लिएर दौडिने छु म चाहिँ कपाल काट्न सो फाइनली खाना खाइसकेँ अनि अब चाहिँ तात सात माझेर अब चाहिँ म लाग्नेछु कपाल काट्नलाई गाइस सो गाइस अब चाहिँ म यता जान लाग्यो कपाल काट्नलाई साइकल यता छ अनि म चाहिँ साइकलमा जानेछु अनि गएर काटेर आउनेछु गाइस यहाँबाट चाहिँ अलि टाढै छ 5-6 मिनट लाग्छ साइकलमा त्यही भएर सो गाइस साइकलमा गएर आउनेछु आज चाहिँ देख्न सक्नुहुन्छ मौसम घाम पनि लागेको छैन यस्तो दामी भइरहेछ सो गाइस अब चाहिँ निस्किनेछु म सो गाइस यहीँनिर हो म कपाल काट्न आउने चाहिँ अहिले चाहिँ मस्ती जानु भएछ पन रहेछ अनि अहिले पछि आउनुहुन्छ अरे म चाहिँ यता पर्खाइमा छु यता चाहिँ गाडी साडी आउनुभयो यही हो सो छिर्नेछु भित्र सो यता कपाल काट्न सुरु भइसकेको छ अब मान्छे आउन सकिसकेको छ सो म चाहिँ फाइनली कपाल काटेर आइसकेको छु मेरो यता लुगाहरू सुकेन रहेछ अझ चाहिँ घाम त्यति लागेको छैन त्यही भएर सुकेको छैन म चाहिँ अब गएर नुहाउने छु चट्ट लगाएर नुहाउने छु अब चाहिँ पिरालोहरू के गरिरहेछ यता सो गाइस म चाहिँ नुहाइ पनि सकेँ देख्न सक्नुहुन्छ कपाल यस्तो भएको छ अहिले चाहिँ अघि चाहिँ यस्तो बन्जरिङ्ग थियो होइन लामो थियो अहिले चाहिँ मैले काटेर आइसकेको छु पुरै देख्न सक्नुहुन्छ
सो अब चाहिँ यता पानी पर्न लागिरहेछ। म चाहिँ यता लुगाहरू अब भित्र लग्ने र भित्र सुकाउँछु। सो लुगाहरू चाहिँ यता सुकाएको छ। यता चाहिँ पानी परे पनि अब रुच्दैन नि त, त्यही भएर म चाहिँ अहिले देख्न सक्नुहुन्छ यहाँ छु यस्तो ठाउँमा। यहाँबाट यो खरले हावा छेक्छ, हामी यो पस्ने यो कोठामा हावै आउँदैन फेरि। सो गाइस म चाहिँ अहिले चटक चुटुक भएर तरकारी लिनलाई निस्किँदैछु, मार्केटतिर जाँदैछु अहिले चाहिँ। सो मार्केट गएर हाम्रो चाहिँ पुरै चामलहरू पुरै तरकारीहरू सकिसकेको छ, अब लिएर आउने छु, गएर जाँदैछु यता। सो म चाहिँ मासु काट्ने ठाउँमा आइसकेको छु, देख्न सक्नुहुन्छ यता मासु छ, पुरै सुग्राम दाइसा मासु काट्दै हुनुहुन्छ। पुरै एउटा सिङ्गै कुखुरा मासु काटेर खाने छु आज। गाईको कान्छी बुढी रे। यता छ अन्डा, छानी छानी अन्डा यता छ। चराको अन्डा कुन चाहिँ हो यता? त्यो सानो सानो चराको अन्डा छैन हजुर? कहाँ रहेछ? हेर्नुहोस्, कालो अन्डा, यो कालो अन्डालाई कति महँगो पर्छ। सो हाम्रो मासु लाने यता ताइले अब मासु ब्याकिङ गर्दैछ यता। यो चाहिँ हाम्रो हो, आफ्नै हो यो। अब हाम्रो नरेन्द्र दाई के छ हौ दाजु? खुमी फिरी मासु खाने हो, मासु लाने। हिजो लग्यो फ्रिजमा ल्याएको आज अब के लाग्छ? ए त्यो फ्रिजमा राखेको तपाईँहरूको? अनि त्यो चाहिँ अचार बनाउने कि खाने हो? पुरै मार्केट देख्न सक्नुहुन्छ मार्केट चाहिँ। अनि माथि छत कति तल्ला छ यहाँ? 7-8 तला, 9-10 तला छ। हाम्रो कति रिङ्गेटको कति हालेको दुईजनालाई कला जाऊ न फ्राई गर्नु। टाइम म त धेरै खान सक्दैन यति हो भने। ए 11-12 रुपियाँको हाली पुग्छ त हामीलाई? 16 रुपियाँ त धेरै हुन्छ, धेरै हुन्छ त्यो त। त्यही टक्क 12-13 रिङ्गेटको टक्क हुन्छ यहाँ। यो तारेर फ्राई गरे त्यो सुगा खाने अनि हुन्छ, तपाईँलाई राखिदिन्छु म। है न त्यो मसलाहरू अलि धेरै नै हाल्नु होइन, धेरै नचलाउनु गर्नु न। अनि भरेर बिहानको लागि राख्ने, अनि आधी चाहिँ भरे खानाको लागि चाहिँ अलि गर्नु क्या। सो गाइस म चाहिँ फाइनली तरकारी लिएर आइसकेको छु। अब चाहिँ म गएर तरकारी सरकारी खाना बनाउने छु, त्यसपछि काममा जाने छु 7 बजीदेखि चाहिँ। सो गाइस अब चाहिँ म फेरि गएर तरकारी बनाउने छु। सो गाइस मैले चाहिँ खाना बनाउन भ्याएन, म चाहिँ यता। सो यहाँ चाहिँ यता खरबुजा छ, यहाँ तल एकजना बङ्गालीले दिनुभयो। गाइस अब चाहिँ म काममा जान लाग्यो किनकि टाइम भइसकेको छ। अनि मैले खाना चाहिँ आज बनाउनु भएन, अब बेलुका आएर कामबाट आएर बनाएर खानेछु गाइस। सो मैले चाहिँ पुरै रेडी बनाएर राखेको छु, देख्न सक्नुहुन्छ यता। अनि यता चाहिँ रोस्ट बनाउँदै यस्तो भइदियो। कस्तो खाले रोस्ट हो यो फेरि? यस्तो भइदियो रोस्ट बनाउँदै। अब चाहिँ बेलुका आएर बनाउने छु। अहिले चाहिँ म कामतिर लाग्ने छु, ढिलो भइसक्यो। पादरहरू यता पुरै खर फोटाल्दैछ, यस्तो छ। सो गाइस फाइनली कामबाट छुट्टी भएर आइसकेको छु म चाहिँ भर्खर। अब चाहिँ अघि छोडेको खाना बनाएर म चाहिँ खाना खाने चाहिँ तयारी चाहिँ आउँदैछ। म चाहिँ अलि अगाडि आइसकेको। सो गाइस आजको भिडियो यति नै। सबैजनाले भिडियोलाई लाइक, कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। अब हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ गाइस। ओके, बाई बाई।